यो नि त आज होलिडे यसो होलिडेको फाइदा उठाऊ भनेर यसो केही मच्छी पालन रहेछ है रोडमा राख्ने प्रयास गर्नेछौँ केही समयको लागि चाहिँ मुखमुखी लाग्ने मार्छ भाला लिएर हान्छ है मुखमुखी लाग्ने मार्छ भाला लिएर हान्छ है हल्का सर्भिसिङ गरेको खातिर जुटल बा नेपाल हो के यसो हेर्दा त अर्घाखाँची र पाल्पाको सिमानातिरको जस्तो पनि देखिन्छ है मेरो घर त पाल्पा बहिनीको हेलो गाइस वेलकम टु माई न्यू ब्लग युट्युब च्यानल अनसिजन राइन र आज चाहिँ म विशेष मेरो मोटर सर्भिसिङको लागि चाहिँ म यसो बाहिर जान लागेको अवस्था है आज चाहिँ मोबिल चेन्ज गर्न परेको अवस्था र होस्टेलदेखि लागेको है पुरै होस्टेल त पुरै जङ्गलको बिचमा छ है क्यार्ने यस्तै छ चोटि हेरिदिनु होला यो चाहिँ होस्टेल हो है यहाँ चाहिँ अलि भिआइपी बस्ने होस्टेल यो चाहिँ फ्यामिलीवाला बिचको त पल्लोपट्टि चाहिँ सेक्युरिटी गार्डहरू बस्ने हामी चाहिँ यो बिल्डिङमा बस्छौँ है अलग कम्पनीको अर्को कम्पनीको चाहिँ है र आज चाहिँ यसो भ्लगिङको लागि चाहिँ निस्केको यसो ट्राई गरौँ है त कस्तो हुँदैछ है नयाँ भ्लगिङ र युट्युब च्यानलमा चाहिँ एकचोटि राखेर अपलोडिङ गरेर चाहिँ कस्तो हुने रहेछ है ट्राई गर्नु परेछ र पुरै जङ्गल हो कि आमामामामामामा पुरै जङ्गल के गर्नु यस्तै छ हो यस्तै छ गाह्रो छ ल हल्का दिएको अवस्था र यस्तो छ देख्न सक्नुहुन्छ है गाइज हाम्रो चाहिँ तर म त खासै बोल्न त आउँदैन होइन हल्का ट्राई गरेको है कस्तो हुने रहेछ है पहिलोचोटि है तपाईँले हेर्नुहोस् पारिपारिक यो है पुरा नेपाल भन्दा केही फरक पर्दैन क्या नेपालै हो भन्दा पनि हुन्छ तर यो चाहिँ अब होस्टेल भइहाल्यो त्यो छ यहाँ ठिक र म चाहिँ आज मोटर सर्भिसिङको लागि जाँदै गरेको है अहिले म चाहिँ मोटर सर्भिसिङ गरेपछि चाहिँ मतलब मोटर सर्भिस गर्ने ठाउँमा गएपछि चाहिँ म तपाईँहरूलाई चाहिँ फेरि भेट गर्छु ल अहिले चाहिँ यति है A few moments later. हेलो म चाहिँ फेरि यता हर्स हाउसमा आएको अवस्था है हर्स हाउस यहाँ चाहिँ मच्छी पालन रहेछ है रोडमा त दामी रहेछ ठुल्ठुला मच्छी कता फालेछ हो है कमी यहाँ चाहिँ हर्स छ है हर्स घोडाहरू होइन अब रहेछ एउटा चाहिँ त्यो दुईटा यहाँ चाहिँ पुरा टुरिस्टहरू चाहिँ घुम्छ कि घोडामा है घोडामा ट्याक्क घुम्छ ट्याक्क लाएर बन्धुभाइहरूले काम गर्छ है नेपाली सर्टीहरू पनि छ काम गर्ने यस्तो छ क्या पारी आमामामा सेम नेपाल हो कि यसो हेर्दा त अर्घाखाँची र पाल्पाको सिमानातिरको जस्तो पनि देखिन्छ है तर दामी छ है भ्यू चाहिँ है दामी पाहाड हो पुरै है पाप्पा मान्नुपर्छ तर ठिकै छ विकास चाहिँ जङ्गलमा मात्र होइन चाह्यो भने मान्छेले चाहिँ जङ्गलमा नै समुद्रमा पानी समुद्रभित्र पनि विकास गर्न सक्दो रहेछ के यस्तो दामी छ क्या एरिया तर अलिक सर्पको डर हुन्छ है साथी सर्पको यो जङ्गलमा चाहिँ एनाकोन्डा पनि छ भन्छ है ठुलो ठुलो गाह्रो छ
र अब चाहिँ स्याट्ट लाएर सर्भिसिङ एरियामा जान पर्यो। एउटा त्यहाँ ड्युटी गरिरहेको छ भाइले चाहिँ, त्यो भाइले चाहिँ म गर्छु सर्भिसिङ, मोबिल चेन्ज म गर्छु, म जानेछु भनेको छ है। अब यसो मैले पनि हेल्प गर्छु होइन, त्यसको मोबिल चेन्ज गर्नको लागि चाहिँ। मलाई त्यति नलेज त छैन, तै पनि आज सिक्छु उसँग चाहिँ है। आज किनकि छुट्टी हो नि त, आज होलिडे, यसो होलिडेको फाइदा उठाउँ भनेर यसो केही सिनहरू ल्याउँ भनेर त्यहाँ ट्राई गरेको अवस्था है। अब त्यहाँ गएपछि ठ्याक्क लाएर सर्भिसिङ गरिन्छ, जाने पनि नजाने पनि जे हुन्छ हुन्छ। ल अहिले चाहिँ यति है, फेरि भेट्छु ल माथि सर्भिसिङ उमा गएपछि। ल ल है गाइस, म चाहिँ यहाँ आइसकेको है। सर्भिसिङ मतलब सर्भिसिङ उता होइन, ग्यारेज होइन, यहाँ चाहिँ साथीले ड्युटी गर्ने ठाउँमा चाहिँ गरम भनेर चाहिँ यहाँ एउटा साथी रहेछ मलाई लोकल, उसले चाहिँ सामान दिन्छु भने यो साथीले चाहिँ जानेको रहेछ क्या। त्यही भएर अब हामी चाहिँ हल्का सर्भिसिङ गरेको खातिर जुटल बा करता नि। त्यही भएर यस्तो गरेर ठ्याक्क गरेपछि उहाँ छ मोटर चाहिँ है। अब यसलाई चाहिँ ट्याक्क लाएर सर्भिसिङ गर्न पर्छ, मोबिल चेन्ज केयर्नी ड्युटी आउँदा जाँदाको साथी हो, हल्का साथ त दिनुपर्छ होइन। अनि के छ त भाइ, सक्छौ नि? सक्छु नि हो र? अनि त्यो के अरे तातो तातो हुँदैन? अनि एकछिन कुर्ने हो कि? हो र? ल ल ओके। त्यही भएर खै सक्छु भनेको छ, गर्छ होला, ठिकै छ। एकचोटि यता चाहिँ यसो साथीहरूलाई चाहिँ यहाँको स्विट मेरन्ती पार्क भन्ने चाहिँ होइन, साथीहरूले ड्युटी गर्ने ठाउँ चाहिँ यसो एकदम बुकिङवाला र एकदम ठुलो ठुलो भिआइपीहरू बस्छ होइन। त्यस्तै छ। म त गर्मी भयो यार, अहिले त यार ज्याकेट लगाएको त यार। तर पानी चाहिँ आइसक्यो रहेछ है। पानी भनेपछि यस्तो आउँछ कि मासला, यहाँ परेछ भने पल्लो ठाउँ पर्दैन, पल्लो ठाउँतिर पऱ्यो भने फेरि यहाँ पर्दैन। त्यस्तो जस्तो 2-2 किलोमिटरको डिस्टेन्समा चाहिँ पानी पर्ने नपर्ने त्यस्तो तरिकाले पर्छ क्या पानी। फेरि याद तेरिका बिना मौसमको बर्सात भने चाहिँ, बिना मौसमको बर्सात भने चाहिँ यस्तो अजिब छ के। तर दामी छ है यस्तो जङ्गलमा है, यस्तो अनेक विधि गरेको हुन्छ क्या यार विकास गर्ने भने। है तेरिका गाह्रो छ, गाह्रो छ। पहिलोचोटि हो है, खासै बोल्न आउँदैन, के बोल्ने र खै। नेपालमा जायो कि डाँडा डाँडा टावर हो नि होइन। अनि यो डाँडोको उतापट्टि चाहिँ मेरो ड्युटी पर्छ है, त्यही टावर मुनि मुनि घर छन्, अलि तल चाहिँ मेरो ड्युटी पर्छ। तर यस्तो गर्छ कि हाम्रो नेपालमा चाहिँ के छ, पहाडको मान्छे तराईतिर झर्छ, यहाँको मान्छे फेरि तराईको मान्छे फेरि पहाडतिर झर्छ शीतल खानलाई। एकदम राम्रो, एकदम रोमान्स गर्नको लागि चाहिँ पैसावाला पनि हुन्छ होइन, घर पनि एकदम हाइफाई बनाएको हुन्छ। त्यो हिसाबले चाहिँ पहाडतिर चढ्छ, शीतल पनि हुन्छ होइन। त्यही भएर त्यस्तै हो गाइस, त्यस्तै हो, के गर्ने, ठिकै छ। र म चाहिँ गाली गर्ने त होइन यार, यहाँ मात्रै भिडियो सुट गरिस् भनेर होइन, के थाहा, केही छैन। गाली गरे 1-2 वचन सहन सकिन्छ, के भने अर्काको देश हो, जे भने पनि हँ गरे सकियो। अब मुखमुखी लाग्ने मार्छ, भाला लिएर हान्छ है। त्योभन्दा गऱ्यो मन त हल्ला सकियो, जति गल्ती नहोस् हो मेरै गल्ती भनेर झुक्दै आनन्द हुन्छ। त्यस्तो हुन्छ क्या। गाह्रो छ, गाह्रो छ। यस्तो दामी छ है।
यस्तो यस्तोमा घर बनाउँछ है। माथि माथि त पहाडै भइहाल्यो, के गर्ने, त्यस्तै छ। तर जे होस् मान्न पर्छ। अब यति नै हो है, यो चाहिँ हाम्रो साथीहरूले ड्युटी गर्ने ठाउँका बिल्डिङहरू होइन। कतिको साइज लाग्छ हो? अब त गर्नुपर्यो सर्भिसिङ होइन। साइज यहाँ छ, यसलाई चाहिँ 12 को साइज लाग्छ। मैले 12 को खोज्दैछु। ए 12 को? हजुर, कन्फर्म पनि 12 को? हजुर बिल्कुल। यहाँ 12 को भनेर चाहिँ ठ्याक्कै नपाएको अवस्थामा छु अहिले। पाएपछि मैले तपाईँलाई कन्फर्म गराउने छु। तातो होला नि? होइन, अब त 12 पनि लाग्दैन क्या। यो अलिक ठुलो भएछ। 12 को ठुलो भयो, 11 को कहाँ छ हेर्दैछु। अहिले चाहिँ मोबिल झारिसकेको अवस्था है, निकालिसकेको अवस्था मोबिल। अब चाहिँ केही समयपछि चाहिँ हामीले चाहिँ न्यू मोबिल चाहिँ भित्र राख्ने प्रयास गर्नेछौँ केही समयको लागि चाहिँ। एकछिन चाहिँ यो रोयल पल झार्न पर्यो कचराहरू। ल दुलो यही हो। त्यही दुलो हो। अब चाहिँ त्यही दुलो हो। अब चाहिँ मोबिल हाल्ने तयारीतिर लागेको अवस्था, न्यू मोबिल। अब चाहिँ न्यू मोबिल पर्छ है। कति हो टाइट गर्ने हो? गर्नुपर्छ अलिक, चाहिएसम्म गर्नु न। हुन्छ होला, हुन्छ भयो। ए बिस्तारै हाल्नुहोस्, हल्का हाल्ने, बिस्तारै एकदम है, स्लोमा। कति भाउ हाल्यो? हो त्यो बुढीसँगै हो कि त्यहाँनिर त्यही भएर नबोलेको। फाइनली मोबिल चेन्ज गरेर चाहिँ सकेको अवस्था है गाइज। अब चाहिँ केही समयपछि चाहिँ कोठातिर लाग्न पर्ला है। अब चाहिँ किनकि अब सकियो, यतिको लागि आएको है। आज त्यही पनि होलिडेको उमा चाहिँ यसो फाइदा लुटौँ भनेर है। अरूलाई गर भन्ने नि फेरि पैसा लाग्छ क्या, त्यही भएर आफैले एकचोटि ट्राई गरौँ। ट्राई गरेपछि चाहिँ सिकिन्छ, अर्कोचोटि पनि काम लाग्छ भनेर चाहिँ हल्का ट्राई गरेको। ल त अब चाहिँ अन्तिमतिर चाहिँ म आएको अवस्था है। अब चाहिँ म कोठातिर जान पर्ने हुन्छ र पछि फेरि अर्को नेक्स्ट भिडियोमा चाहिँ आउँदै गरौँला, ल भेट्दै गरौँला, ल।